समय चक्र हो, जीवनले कोल्टे फेरिरहन्छ। वास्तवमा भन्ने हो भने हामी आमाको गर्भबाट जन्मिनु पूर्व एउटा चक्र पूर्ण रूपमा तय गरिसकेका हुन्छौँ। जीवनले मृत्युसँगै लिएर आएको हुन्छ। यो प्रकृतिको नियम हो, यो अकाट्य छ। त्यसैले आयो, टप्प टिप्यो, लग्यो, मिति पुग्यो, टारेर टर्दैन त्यो। इन्द्रै बिन्ती गरून्, झुकेर पदमा बिन्ती मान्दैन त्यो। हिजो शनिबार बोजूको भौतिक शरीर शान्त भएको छ। भुटानमा जन्मिनु भएकी 90 सालको भुइँचालो ताका उहाँको उमेर 11-12 वर्षको थियो रे। यसअनुसार हामी सजिलै अनुमान लगाउन सक्छौँ आजको मितिसम्म आइपुग्दै गर्दा हजुरआमा 100 वर्षभन्दा माथि पुगिसकेकी थिए। यो भिडियोमा हजुरहरूले रातो पोसकमा टुकुटुकु हिँडिरहेको दृश्य देखिराख्नु भएको छ। यसबाट हामी सजिलै अनुमान लगाउन सक्छौँ कि उहाँले आफ्नो व्यक्तिगत हेरचाहको निमित्त कसैको सहारा लिएको थाहा पाएन। उहाँले जन्मेदेखि मृत्यु हुनुभन्दा अघिसम्मको पलमा कसरी बिताउनु भयो भन्ने कुराले ठूलो अर्थ राख्छ। यी तमाम कुराहरूलाई हेर्दै गर्दा वास्तवमै हामीलाई थाहा भयो बोजूको जीवन अर्थपूर्ण रह्यो। बोजू निकट सम्पूर्ण परिवारका सदस्यहरू, शोकाकुल परिवारका सदस्यहरू प्रति गहिरो समवेदना प्रकट गर्दछौँ। बोजूको आत्माको चिर शान्तिको गहिरो कामना गर्दछौँ। यो दुःखद घडीमा सम्पूर्ण शोकाकुल परिवारका सदस्यहरूलाई धैर्य धारण गर्ने शक्ति भगवानले प्रदान गरून्। बोजूको वैकुण्ठमा बास होस्। बोजूले बुनेर दिनुभएको एउटा गलबन्दी मसँग छ। बोजूले बुनेर दिनुभएको एउटा गलबन्दी मसँग छ। यो म बाँचुन्जेलसम्म राख्छु हजुरको एउटा चिनो सम्झेर। बोजूप्रति मेरो हृदयको अन्तस्करणबाट गहिरो सम्मान छ।